नमस्कार साथीहरू। आजको यो भागमा हामी नेपालमा सुरु गर्न सकिने केही डिजिटल र सृजनात्मक साना व्यवसायका आइडियाहरूको बारेमा कुरा गर्दैछौँ। यी आइडियाहरू कम लगानीमा सुरु गर्न सकिने र भविष्यमा राम्रो आम्दानी दिन सक्ने खालका छन्। पहिलो, विदेशमा रहेका नेपाली जोडीका लागि डिजिटल विवाह निमन्त्रणा डिजाइन। आज धेरै नेपाली दाजुभाइ दिदीबहिनी विदेशमा बसिरहेका छन्। विवाहको समयमा उनीहरूलाई डिजिटल माध्यमबाट पठाउन मिल्ने नेपाली संस्कृतिलाई झल्काउने सुन्दर विवाह निमन्त्रणा आवश्यक पर्छ। यदि तपाईलाई डिजाइन बनाउन आउँछ भने डिजिटल विवाह कार्ड, भिडियो निमन्त्रणा वा चलायमान डिजाइन बनाएर राम्रो आम्दानी गर्न सक्नुहुन्छ। यो काम घरबाटै सुरु गर्न सकिन्छ। दोस्रो, नेपाल घुम्न वा काम गर्न आउने विदेशीहरूका लागि नेपाली भाषा अनलाइन कक्षा। नेपाल आउने धेरै विदेशीहरू नेपाली भाषा सिक्न चाहन्छन्। यदि तपाईलाई नेपाली भाषा राम्ररी सिकाउन आउँछ भने अनलाइन कक्षा सुरु गरेर विदेशी विद्यार्थीलाई पढाउन सक्नुहुन्छ। यसमा दैनिक बोलचाल, यात्रा र काममा प्रयोग हुने नेपाली भाषा सिकाउन सकिन्छ। तेस्रो, स्थानीय र अन्तर्राष्ट्रिय दर्शकका लागि आफै बनाइने सामग्रीका भिडियो। यदि तपाईलाई हस्तकला, सजावट सामग्री वा घरमै बनाइने वस्तुहरू बनाउन मन पर्छ भने त्यसको भिडियो बनाएर साझा गर्न सक्नुहुन्छ। यस्ता भिडियोहरू नेपालमा मात्र होइन, विदेशमा पनि धेरै रुचाइन्छन्। यसबाट प्रचार, सहकार्य र सामग्री बिक्री मार्फत आम्दानी गर्न सकिन्छ। चौथो, अनलाइन काम सुरु गर्न चाहने नेपाली स्वतन्त्र कामदारका लागि डिजिटल करियर मार्गदर्शन। धेरै नेपाली युवा युवती अनलाइन काम गर्न चाहन्छन् तर सही मार्गदर्शन पाउँदैनन्। यदि तपाईलाई अनलाइन काम, ग्राहक खोज्ने तरिका र आम्दानी बढाउने उपाय थाहा छ भने मार्गदर्शन सेवा सुरु गर्न सक्नुहुन्छ। यसमा तालिम, सल्लाह र व्यक्तिगत योजना बनाइदिने काम समावेश हुन्छ। पाँचौँ, नेपालका स्थानीय व्यवसायका लागि छोटा सामाजिक सञ्जाल भिडियो निर्माण। नेपालका धेरै व्यवसायहरू सामाजिक सञ्जालमा प्रचार गर्न चाहन्छन्, तर उनीहरूसँग भिडियो बनाउने समय र सिप हुँदैन। यदि तपाईलाई छोटो, आकर्षक भिडियो बनाउन आउँछ भने स्थानीय व्यवसायलाई सेवा दिएर राम्रो आम्दानी गर्न सक्नुहुन्छ। छैटौँ, सही वस्तु छनौट र इमानदार योजना सहितको अनलाइन सामान पुनः बिक्री। अनलाइन सामान बिक्री गर्ने चलन नेपालमा बढ्दै गएको छ, तर यसमा सफल हुन सही वस्तु छनौट, ढुवानी समय, स्पष्ट जानकारी र ग्राहकसँग इमानदार व्यवहार अत्यन्त आवश्यक हुन्छ। यसलाई सही तरिकाले गरेमा थोरै लगानीबाट पनि राम्रो नाफा कमाउन सकिन्छ। सातौँ, नेपाली आवश्यकतामा आधारित अनुप्रयोग विकास। नेपालका साना व्यवसाय र स्थानीय समस्यालाई समाधान गर्ने डिजिटल अनुप्रयोगको ठूलो माग छ। यदि तपाईलाई अनुप्रयोग विकास गर्न आउँछ भने हिसाब किताब, अर्डर व्यवस्थापन र ग्राहक विवरणका लागि उपयोगी समाधान बनाउन सक्नुहुन्छ। यसले दीर्घकालीन आम्दानी र व्यवसाय विस्तारको अवसर दिन्छ। यदि यो भिडियो तपाईलाई मन पर्यो भने लाइक गर्नुहोस् र यस्तै उपयोगी सामग्रीहरू पाउन हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।